हाई एभ्रिवान, नमस्ते सबैलाई। म वन्दना अनि मसँग हुनुहुन्छ म वन्दनाको मम्मी। आज हामी गर्दैछौँ स्पाइसी नुडल च्यालेन्ज है। आज पिरो च्यालेन्ज गर्दैछौँ। अनि रुल चाहिँ के हो भन्दाखेरि अब जसले छिटो भ्यायो त्यसले चाहिँ त्यो विनर हुन्छ होइन। जसले चाहिँ हार्छ ढिलो भ्याउँछ उसले चाहिँ रेस्टुरेन्टमा लगेर जे मन लाग्छ विनरलाई जे मन लाग्छ त्यही खुवाउनु पर्छ होइन। मैले सोचिसकेको छु कहाँ जाने भनेर। यदि मैले जितेँ भने तातो छ तर हल्का ड्राई भए चाहिँ खान अप्ठ्यारो हुन्छ होला। अब सुरु गरौँ। मलाई डर लागिसकेको छ किनभने चाहिँ हार्यो भनेपछि घाटा लाग्नेवाला छ। कसले जित्छ कहिले हार्छ हेर्नु होला है साथीहरू। यहाँ चाहिँ दही चाहिँ हामीसँग दही चाहिँ जितेको मान्छेले मात्रै खान पाए। ल ल सुरु गर्ने। ल म चेयर्स गरौँ। ल ड्राई मलाई अलिक गिलो गर्नुपर्ने। आमा कत्रो गएको थियो। 1 2 3 त्यति गरेको खान सकिन्छ। ल है अब हामी सुरु गर्छौँ है त। 1 2 3 आउनु चेयर्स। 1 2 3 पानी खान पाए। No. गाइस जाऊ गाइस मलाई अब छोरीले रेस्टुरेन्ट लिएर जे मन लाग्छ त्यही खुवाउनु पर्छ नाइ भन्न पाउँदैन। मम्मीले जित्यो छोरीले हार्यो। गाइजहरू बिहान छोरीले के गरेको भनेपछि यी खसीको पनि खाएँ ल। बिहान छोरीले के गरेको भनेपछि भात खाँदाखेरि आफू जित्छु भनेर आफूले यति भात हालेको मलाई थालभरि त्यो खाएर पनि अहिले गाइजहरू म जितेँ है। अनि आमा छोरीको च्यालेन्ज थियो मैले जितेसँगै छोरीले अझै सकाएको छैन। गाई जसले जित्यो नि त्यसले दही खान पाउने अरे। अब छोरीले खान पाउँदैनन् है। अब मलाई रेस्टुरेन्ट गएर जे मलाई खाने मन लाग्छ त्यही खुवाउनु पर्छ। ल गाइजहरू साथीहरू मैले त छिराइसकेँ गाइजहरू। म छोरी च्यालेन्ज गर्न सक्दिनँ है छोरीले। अब गाइजहरूले हेरिसक्नुभयो मम्मी कति चाँडो खाँदो रहेछु भन्ने कुरा। बोल्न पनि सक्दैन होइन किनभने पिरो त्यही माथि 2टा प्याकेट चाउचाउ छ। 2टा भन्नाले एउटा कर्यो अनि एउटा गजबको थियो। मसँग एउटा कर्यो एउटा गजबको ममसँग नि सेम। अब मलाई जे मन लाग्छ नि त्यही छोरीले रेस्टुरेन्ट गएर अहिले खुवाउनु पर्छ है साथीहरू। मम्मीले जिते यत्रो आइस नि रेस्टुरेन्टमा खान्छ छोरीले हारे यत्रो आइस नि रेस्टुरेन्टमा खान्छ अनि जहिले जित्यो नि त्यसले दही खान पाउने अरे। छोरीले खानु पाएको छैन। म त धेरै खुसी छु गाइस। यत्रो आइस रेस्टुरेन्टमा के खान्छ त नि। 3 प्लेट मोमो 1 प्लेट ससेज लो। मैले अझ के सोचेको थिएँ म पिज्जा हटमा जान्छु पिज्जा खान्छु डबल चिज भनेर सोचेको त। आफूले जित्यो भने छोरीले मलाई पिज्जा खुवाउनु पर्छ अरे जति पर्छ ओके भने
अब मैले जितेँ मलाई जे खाने मन लाग्छ रेस्टुरेन्ट गएर छोरीले खुवाउनुपर्छ दही पनि मैले मात्रै खान पाएँ एकदम दिदिन न त्यही पनि आफ्नी छोरी दया लाग्यो अब मैले दया र माया भनेको एउटै हो नि त छोरीलाई माया लाग्यो मैले जितेँ पनि आमाको मन तर सबै खान सकिनँ मेरो छोरीलाई पिरो भएको हुनाले एक चम्चा मैले दिएँ ल साथीहरू एक चम्चा छोरीको लागि मैले दिएको सबै सकेँ अब अर्को भिडियोमा आउँछु लाइक कमेन्ट सेयर गरिदिनु होला अब अहिले पछि रेस्टुरेन्टमा म मम्मीलाई लैजान्छु खाना होइन कतै राम्रो रेस्टुरेन्टमा अब के खाने भन्नुहुन्छ त्यही खुवाउँछु अनि त्यो भिडियो पनि यसैमा हाल्छु त्यही भएर हेर्दै गर्नु होला बाई बाई साथीहरू मैले त हातले बजाउँछु भनेको अझ चम्चाले पनि भ्याए थाहा छैन हातले बजाउँछु गर्ने मैले हाई गाइज हामी फाइनली आइसक्यौँ है रेस्टुरेन्टमा अघि झिकेर आएको यहाँ फेरि अब के खानुहुन्छ हेर्नुहोस् न नि भन्नुहोस् मन के छ के खाउँ भनेपछि छिटो अब जितिसक्यो जितेपछि खान्न भने मान्दैन खै नहुने ल भन्नु दुईवटा उखाउँ के अरे त्यो पिला पिला मम्मीलाई पुरा लेग पिस यस्तै तानेर खान मन लागिरहेको थियो होइन पुरा साप्रा तर यहाँ रहि नसक्यो अनि के रहेछ क्रन्ची फ्राइड चिकन र झोल मोमो चाहिँ खान लाग्नु भएको छ चाचो च्यालेन्ज गरेर मम्मीले जिते छोरीले ठुलै रेस्टुरेन्टमा ल्याएछन् जे खान मन लाग्छ खाऊ तर अहिले सकिया रहेछ अनि ढिलो आयौँ ठिक छ जे छ त्यही खाने ल के गरे के हो त्यो त्यस्तो काहीँ लभ हुन्छ त मक्ख पऱ्यो हेर न बाबा ल ल मम्मीको क्रन्ची फ्राइड चिकन आइसक्यो लुक एट हियर गम्म तान्दिन न एक पुरै ओहो हो मेरो चाहिँ यहाँ टी आएको छ मसाला मिर्ची विशाल बजारतिर मैले जितेको हुनाले खाँदैछु साथीहरू जित्यो भने त्यो पनि खान पाइने रहेछ अर्को पनि यस्तो खानु भोलितिर फेरि अरू पनि च्यालेन्ज गर्नुपर्छ गाइज फेरि यस्तै खुवाउन ल्याऊ है भन्नुपर्छ हार्ने मान्छे जित्यो भने यस्तो खान पाइने अब म त खेले पनि अर्कै तरिकाले खेल्छु छिटोवालामा त खेल्दै खेल्दैन मम्मीले जितिहाल्नु क्या खाँदाखेरि पिरो चाउचोस् पानी पिरोस् झित्यो भने डबल खान पाइँदो रहेछ झिल्नु है साथीहरू खाएन ल साथीहरू खाएला साथीहरू अब हामी घर जाँदैछौँ खाएर पनि सक्यो आज जस्ट डिनर जस्तो भयो होइन कस्तो लाग्यो त धेरै रमाइलो लाग्यो जित्यो भने फाइदा हुँदो रहेछ घर पनि जित्यो यहाँ पनि मिठो मिठो खान पाइयो साथीहरू झिल्नु ल ढिलो भयो अँधार भइसक्यो बाहिर पनि पुरै यस्तो डार्क छ होइन अब हामी ल म हिँड्दैछु है ल बाई मलाई बाई 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 Bye for watching.